ऋषि धमालालाई बालेन शाहको यो एउटा डायलग यसो न है कस्तो भने रहेछ नि त बालेन शाहले हेरौँ त है। अभी मजा आएगा ना भिडो को किन आलोचना गर्नुभयो बताउनुस् त जनता जान्न चाहन्छन्। मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि होइन त्यो धरहरा होइन त्यो धरहरा किन होइन पछाडि जुन भत्कियो जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो त्यो धरहरा हो। अनि त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ, हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। तपाईले त भ्यू टावर भन्नुभयो धरहरालाई। भ्यू टावर होइन त्यो, होइन त्यो सेतो टावर हो। भ्यू टावर किन होइन भन्दाखेरि भ्यू टावर पनि होइन धरहरा। कुनै पनि सहरमा भ्यू टावर त्यसलाई भनिन्छ जुन भन्दा अग्लो चिज केही पनि हुँदैन। जस्तै हाम्रो यो सेतो टावर भन्दा अग्लो त 2टा होटल छन् त, भनेपछि कुन चाहिँ भ्यू टावर? सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ।